नमस्ते। म आज नस्यकर्मको बारेमा भन्न गइरहेको छु। नस्यकर्म भनेको पञ्चकर्ममा सिद्धान्तमा आधारित हो। यो परम्परागत रूपले हेर्दा आयुर्वेदमा वर्णित पञ्चकर्महरू जसमा वमन विरेचन, नस्य, रक्तमोक्षण र बस्ती गरेर 5 प्रकारको पञ्चकर्म हुन्छ, जसमा तेस्रो नम्बरमा शिरोविरेचन पर्छ। शिरोविरेचन भन्नाले कुनै पनि औषधिहरूलाई या तेलहरूलाई चाहिँ नाकद्वारा प्रवेश गराउनु, औषधि प्रवेश गराई रोग हटाउनु भनेको नस्य कर्म हो। नस्य कर्म विशेष गरेर हाम्रो घाँटीभन्दा माथिको रोगहरूको लागि प्रयोग हुन्छ। नस्य कर्म गर्दाखेरि तेलहरू तथा कुनै त्यत्तिकै पनि अब नीतिको कुराहरू पनि छ होइन, जलनीति, सूत्रनीतिहरू भनेर। त्यसमा पनि नस्य कर्म भनेको औषधि द्रव्यहरू राख्ने भन्ने कुरा हो। मोडर्न अनुसार हेर्दाखेरि यो एरियालाई एङ्गल अफ डेथ, ट्रायङ्गल अफ डेथ भनेर भनिन्छ। ट्रायङ्गल अफ डेथ भन्नाले अब यसको कनेक्सन, यहाँको कनेक्सन डाइरेक्ट माइन्डसँग हुने अर्थात् मस्तिष्कसँग हुने भएकाले यहाँ कुनै रोग लाग्यो भने इन्फेक्सन्स टाउकोसम्म जान सक्ने र पछि मृत्यु हुन सक्ने भएकाले ट्रायङ्गल अफ डेथ भनिन्छ। र त्यही भएर यो एरियाको एकदमै सुरक्षा गर्नुपर्छ। अर्थात् टाउकोको मूल भनेको नाकलाई मानेको छ आयुर्वेदले। हरेक टाउकोका रोगहरूको लागि पनि नाकद्वारा औषधिहरू प्रवेश गराउनुपर्छ। त्यसैले नस्य कर्म भनेको घाँटीभन्दा माथिका विशेष गरेर टाउकोको लागि प्रमुख चिकित्सा हो।